त्यो सबै पुर्या पुरा यो म पुरा पुया खाउने गुजियाका पुरा पुया यो खानुहुन्छ कि नै घर खानुहुन्न हैन अन्त है के खान्छ खाने के खान्छ यसलाई के भन्छ अरे भुजो भुजो कद्दुको साग भने हैन कदुको साग भन्दै कदुका कुपिल्ला भन्दै कदु भन्दै भुजो भन्दा भुजो खर्सी खर्सी भन्छ यतातिर खर्सी भन्दै भुजो भन्दै कदु भन्दै उठा के यसलाई के भन्छ यसलाई कदु होइन यो यसलाई के भन्छ पिडाउनु पिडालु भन्छ यो त पिडाउनु पिडालु पिडालु हो पिडालु भन्छ कद्दुको साग बनाउने रोटी बनाउने खाने बेलुका रोटी खाने कि चामल खाने भात खाने यी त खैदिन यी हाक त बनाउँदिन हाम्रो हाक छुट्टै छ कदुका पाला हुन म भया यो खाने हैन के यो खाने नै यही हो त्यही टाउका मात्रै हुँदैन यहाँ सबै कौलो कौलो फालेर अनि यो दिनु नि यो कौलो खाने हो कि गाईबाट पाक्छ यो सबै फाल्यो म त होइन भने ल भयो अब नटिप्नु त्यो फालेको नटिप्नु म केलाउँछु यहाँ नकेलाउनु यसरी केलाउने यहाँ हेर्नु यो नसा मात्रै फाल्ने कौलो कौलो खाने हो के यो सबै खाने हो यिनीहरू खाने हो यो फाल्ने होइन हो त्यसो गर्ने हो त्यो पनि यस्तै जता कुट्टा कुटीबाट ढुङ्गाले कुट्टाले तरकारी सबै फाल्दिन आलु है त आलु कद्दुको मुन्टा कद्दुको साग कद्दुकै साग कद्दु त लागेन पिराउनु पर्नु नै मगाएको बेला बनाएको थिएँ नि त्यति बेला कति मिठो भएको थियो खानु भयो कि नै बिर्सिनु भयो खाएको लिउडा बाफमा त निउरा कति मिठो हुन्थ्यो है आलु लिउडा खाँदा हाल्छ अनि निउरो लिएर आउनु पर्दैन त अस्ति सियाइनु भएका राख्दै नै गएर सबै टिप्छन् कहाँ जानु टाढै जानेले लिएको माथि लिएको दाइबाट अन्नी छोराटी यहाँ लिएको जानु था उहाँबाट आसिनु पाइँदैन गोरुले चर्याएको बाख्रा भेडा बाख्राले चर्याएको जियादेले चर्याएको हुँदैन हामीलाई लिउँडा मात्र लिउँडा आलु लिउँडा त्यति दाल दाल र आलु त धेरै हुन्छ है धेरैलाई के भन्छ रे आमा निछेल्लै भन्छ है खाइदियो बाहिर भित्र कति गरे हाम्रा केही नै हाम्रो गाडी मात्रै उहाँ त बाहिर भित्रै भारीका भारी आलु पिराउ फर्सी बोका बोक्दा डेराका डेरा गुवारीबा गोठबा पाँडबा बखरान्त यतै बिहा हुँदाखेरि यतै छाता बिहा थाल्दैन मैले बोरालका वर्ष सुनिता आइले घर यहाँ आइले आमा तमी हात गरिराख्नु छौ कदुका बिहा काँक्राका बिहा राखिदेऊ भनेर उस्तोको आयो कि उता काँक्रा करेला उहाँमा लगाएको या मकै बाँडेर दिनुभयो हुन्न करेला खानुहुन्छ कि न हजुरले करेला पनि खानुहुन्छ मैले त हजुरले करेला खानुहुन्न प्रेसर लो होला भनेर करेला ल्याएन नि त हिजो तरकारी न म करेला ल्याउँथेँ त खानुहुन्छ भन्ने थाहा भइदिएको भए त करेला त हजुरले करेला खानुहुन्न भनेर नल्या मैले करेला त खाँदो तरकारी बजारबाट करेला त करेला किन्नै खाँदा हामी सबैतिर
मिक्सरले